यो भालेको मासु भन्दा त माछै ठिक छ जस्तो लाग्दैछ। ए होइन सालो केटो, पर्दैन भाले ढाल्नु ल। त्यस्तो पाप पनि नगरौँ हो। तिम्रो भेनाले भालेको मासु खानु छोड्यो किन? भालेको मासु खाँदैन बरु भालेको मासु खानै छोडेको नि। आहो ज्वाइँ त यस्तो नि हौ, कस्तो मनको कुरै बुझिदिएको। ज्वाइँले अब भालेको मासु खानु छोडिहालेछ। हजुर जा तल त्यो मुन्टा सुन्टा टिपेर ले जा। के उयो फर्सीको मुन्टा ताता? जे पाउँछ त्यो टिपेर ले न, हरियो पर्यो जा। अरे अरे सानो केटा रोक्नु नि, रोक्नु किन चाहिँ? ल ज्वाइँ बसौँ। अब के गर्नु छोरी लाया बस। भालेको पो मासु खाँदैन भनेको त पापा। अब ज्वाइँले भालेको मासु खानु छोडिहालेछ। हजुर भालेको टोटल्ली छोडेको 1 घन्टा अब त्यो अब हरियो पर्यो त हाल नि। अब चल्नु त अब माछा त छ। हजुर छ त त्यो माछा छ त साँच्ची नै है। अब माछा त छ, तर के गर्नु, भाले पोथी छुटाउनु सकिँदैन। भालेको मासु खाँदैन, पोथी कुन चाहिँ हो फेरि? अब भाले पोथी छुटाउनु सकिँदैन। ल अब त्यसो त्यही मुन्टा सुन्टै खानु। छोरीले चाहिँ त्यो माछा खाँदा भयो। एउटा स्वाइँले त अब ज्वाइँले त अब भालेको मात्रै खाँदो रहेछ। माछाको पनि अब कुन चाहिँ भाले कुन चाहिँ पोथी छुटाउनु गाह्रो पर्यो ज्वाइँ। आज मुस्किल पर्यो। अब के गर्छ त ज्वाइँले? अब भालेको मासु खानु छोडिहालेछ। पोथी अब छैन फेरि घर। पोथीको मासु कहाँबाट छुटाउनु फेरि? यहाँनिर अब पोथी कहाँबाट निकाल्नु? त्यहाँले कन्फ्युज भयो। माछा थियो, अब छोरीले त्यो माछा खाँदा भयो। चाहिँ अब त्यही हो मुन्टाको छेउमा बस्दै भन्नु म आमा बोलाइकन आउँछु है। ल ल तिमी मुन्टै खाऊ, अब म त माछाको सुप खान्छु। तिमीसँग नि म झट्टै डिभोर्स लिनु आँटेको छु। कस्तो अरे हे बाउला, कस्तो बाउला जस्तो पापा जन्मायो। ए बाउला जस्तो पापा छ हौ। छ्या तिम्रो त म त घर चल्दिन्छु, सिधै कामबाट आएको। छ्या किन माछा खानु मन लागेर त्यो बाउलाई भनिदेऊ न। अघि भन्नु पर्दैन अन्त माछा खान्छु पापा भनेर? अब कसरी भन्नु? तिम्रो बाउ हो, मेरो ससुरा हो, भन्नु मिल्छ? काटिदिन्छु भन्दैछ पापाले, त्यत्रो दामी। अहिले माइतमा आएर अहिले सोटेले दिन्छ। अहिले बङ के बङ खैनी बनाऊ त। पहिले